अभियानमा हामी जुटेका छौँ। आदरणीय दर्शक महानुभावहरू, नियमित रूपमा अतिथिहरू आउने क्रम सुरु भइ नै रहेको छ। अब अर्का एउटा बेग्लै धारका अतिथिलाई यहाँ स्वागत गर्ने बेला भएको छ। बेग्लै धारका अतिथिलाई स्वागत गर्ने क्रममा म एकजना यस्ता व्यक्तित्वलाई लिएर जान चाहन्छु। यो म्याराथन टेलिभिजन टक सोमा विविध आयामहरू थपिउन्, विविध विषयका कुराहरू हुन् भन्ने चाहना राख्दाखेरि यतिखेर म एउटा यस्तो व्यक्तित्वलाई यहाँ प्रस्तुत गर्न लागिरहेको छु। उहाँको बारेमा लेखिएको चिज भन्दाखेरि म एकछिन स्तब्ध भएँ। यो स्तब्धताबारे तपाईँले थाहा पाउनुहुनेछ। अहिले मैले प्रस्तुत गर्ने व्यक्तित्वको नाम म भन्छु र उहाँको बारेमा म भन्छु, तर त्यो भन्नुभन्दा अगाडि लेखिएको टिप्पणीले अलिकति मलाई स्तब्ध पारेको छ। यहाँनिर उहाँको नाम टिका धमला। धमला नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुनुहुन्छ। उहाँले 2038 सालदेखि 2058 सालसम्म तत्कालीन राजा वीरेन्द्र शाहको पार्श्ववर्तीको भूमिका निर्वाह गर्नुभएको थियो। यतिखेर स्वर्गीय राजा वीरेन्द्रको परिवारको सम्झना आएर अलिकति म स्तब्ध पनि हुन पुगेँ। त्यसैले उहाँ तत्कालीन राजपरिवारबारे विशेष ज्ञान राख्नुहुन्छ। तत्कालीन राजपरिवारबारे विशेष ज्ञान राख्नुहुने टिका धमलासँगको कुराकानीलाई पनि हाम्रो कार्यक्रममा समावेश गर्नुपर्दछ भन्ने हामीले विचार राख्यौँ। विशेष गरेर धेरैभन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यस घटनाबारे विभिन्न विचार विमर्शहरू गरिरहनु भएको र अत्यन्त प्रिय शासकको रूपमा, अत्यन्त प्रिय राजाको रूपमा नेपाली जनताले महसुस गरेका राजा वीरेन्द्रका विषयमा कुराकानी गर्न, उहाँका बारेमा थप जानकारी लिनको लागि अन्य कुनै उद्देश्यसँग यो उहाँको उपस्थितिलाई नजोडिदिनु हुनको निमित्त म 10 औँला जोडेर सबैलाई अनुरोध गर्न चाहन्छु। हामी स्वर्गीय राजा वीरेन्द्रका विषयमा केही जान्न चाहन्छौँ र स्वर्गीय राजा वीरेन्द्रका विषयमा केही जान्नका लागि उहाँसँग पार्श्ववर्तीको रूपमा भूमिका निर्वाह गरेर 2038 सालदेखि 2058 सालसम्म 20 वर्षको अनवरत साथ लिनुभएका व्यक्तित्वसँगको यो कुराकानी हामी प्रस्तुत गर्न लागिरहेका छौँ। विषय र प्रसङ्गले यसलाई कुनै पनि अर्थ लगाइने छैन भन्ने कुरामा हामी निर्धक्क रहेका छौँ। टिका धमलाजी, म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। हजुर, विशेष गरेर मैले अघि पनि भने अलिकति स्तब्धता छायो, किनभने सबैका प्रिय राजा स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवार जुन जेठ 19 को जुन घटनाले सारा परिवारको विध्वंस भयो र विशेष गरेर 20 वर्ष वीरेन्द्र राजाको एडिसीको रूपमा भनौँ अथवा त्योभन्दा पनि नजदिकको पात्र बन्न पुगिन्छ होला। अझ यहाँलाई अझ यसबारेमा थाहा छ होला, एउटा नजदिकको एउटा हितैषी सहयोगी हुन पुग्दछ, किनभने 24 घण्टा यहाँहरू साथ भएको हामीले टेलिभिजनमा देखिरहेको हिसाबले जे चाहिए पनि भन्नुपर्ने अथवा आफ्ना अन्तर्कुन्तर कुराहरू, गोप्य कुरादेखि लिएर धेरै कुराहरू एउटा अघोषित मित्रको रूपमा रहनुहुन्छ जस्तो म अनुमान गर्दछु। तपाईँ त्यस्ता अघोषित मित्र भन्न मैले रुचाएँ यतिखेर। यदि मैले गलत भने मलाई करेक्सन गर्नु होला। तपाईँलाई यतिखेर यति लामो समय उहाँसँग साथ बसेको मान्छे, उहाँको अनुपस्थितिमा तपाईँ यहाँ हुनुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ? तपाईँले ब्याकग्राउन्डमा भन्नुभयो जस्तो जुन तपाईँ स्तब्ध हुनुभयो स्वर्गवासी राजा वीरेन्द्र शाहको सम्झनामा, मलाई त के हुन्छ भने उहाँको फोटो देख्दा पनि आत्मा जलन हुन्छ, छटपटी हुन्छ। मैले लेख्ने गरेको छु। हजुर। र आज तपाईँलाई विशेष गरी यो सुरु गर्नुभन्दा पहिला तपाईँलाई यति धन्य, मेरो व्यक्तिगत तर्फबाट यति धन्यवाद दिन चाहन्छु। आज नेपालमा जुन राष्ट्रियता जो कमजोर अवस्थामा छ, यो बेलामा तपाईँले यस्तो शब्द, यस्तो एउटा विषय ल्याइदिएर, बुद्धवाज बर्न इन नेपाल भन्ने यो विषय ल्याइदिएर तपाईँले 60 घन्टे जुन म्याराथन गर्नको लागि अमेरिकाबाट दौडिएर यहाँ आइपुग्नु भयो। तपाईँको नेपालपट्टिको राष्ट्रियताकोपट्टि म सधैँ कदर गर्नेछु र आज नेपालको राष्ट्रिय धेरै कमजोर भएको छ। कमजोर भएको कारण विभिन्न कारण छ, त्यो तपाईँ हामीले स्पष्ट पनि छ। र नेपालको भूगोलभित्रका नेपाललाई चिनाउने गहनाहरूलाई अस्तव्यस्त कन्फ्युजन पार्न खोजेको छ। त्यसमध्ये बुद्ध वाज नट बर्न इन नेपाल भन्ने एउटा सब्जेक्ट हो। र केही तपाईँ हामी सबैलाई थाहा, बुद्धको फोटो हाम्रो नेपालीको एउटा आस्थाको केन्द्र, बुद्धको फोटो हामीले लाउने जुत्तामा प्रयोग गरियो। नेपालको
एउटा नेपालको भूगोललाई चिनाउने हिन्दुइजम, त्यो हिन्दू धर्मभित्रका आस्थाका केन्द्रहरूलाई, विभिन्न देवता देवीहरूलाई एउटा जोकको रूपमा पेन्टिङ मार्फत केही महिना अगाडि यहाँ प्रस्तुत गराइयो। नेपालका हिरोज एन्ड बिल्डर्सहरू राजा पृथ्वीनारायण शाह, श्री 5 त्रिभुवन शाह, महेन्द्र शाह जस्तो जो राष्ट्रवादी, वीरेन्द्र शाहहरूको, त्यो भानुभक्त समेतको सबैको शालिगहरू तोडफोड गरियो किनकि नेपालको राष्ट्रियता कमजोर बनाउनको लागि। तर म जहिले पनि पोजिटिभ हुन्छु। नेपालको राष्ट्रियताले कमजोर हुँदैन, झन् बलियो हुन्छ भन्ने उदाहरण तपाईँले आज पेश गर्नुभएको छ र तपाईँलाई मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै बधाई। हजुर, धेरै धेरै धन्यवाद। हामी तपाईँलाई अतिथिको रूपमा साँच्चै नै यु रियली डिजर्भ इट सर। हामी राजा वीरेन्द्रका बारेमा केही कुराहरू जानकारीहरूलाई लिन चाहन्छौँ। तपाईँ एउटा 20 वर्षसँग साथ कुममा कुम मिलाएर हिँड्नुभएको व्यक्तित्वको हिसाबले अब सधैँ टेलिभिजनमा जसरी देखिएको अथवा धेरै देख्न नपाइएका, धेरै कुरा सुन्न नपाइएका राजा वीरेन्द्र कस्ता थिए? व्यक्तिगत रूपमा, अनौपचारिक रूपमा हुँदाखेरि राजा वीरेन्द्र कस्तो पाउनुभयो तपाईँले राजा वीरेन्द्रलाई? हेर्नुहोस्, राजा वीरेन्द्रको बारेमा मैले मात्रै भन्न पर्दैन, धेरै चिज आइसकेको छ। हजुर, केही मात्रै एउटा मैले तपाईँलाई रिमाइन्ड गर्न चाहन्छु। अमेरिकामा हार्वर्डमा पढिबस्दाखेरि उहाँको एउटा ट्युटरले उहाँको बारेमा लेख्नु भएछ। हजुर, एउटा चिन्तित राजा र भेरी सिम्पल। मैले त उहाँसँग नेपालको कुना कुना पुगेको छु। देश विदेशको 35-40 वर्ष देश विदेश सारा घुम्ने मैले अवसर पाएको छु। हजुर, उहाँलाई धेरै खुसी अवस्था नि मैले पाएको छु, धेरै दुःख अवस्था नि पाएको छु। तर उहाँको जहिले पनि देशभित्र होस् या बाहिर होस्, उहाँ जहाँ जहिले उहाँको दुईवटा चिज जहिले पनि उहाँको चिन्तित रूपमा जहिले पनि मनमा हुनुहुन्थ्यो। एउटा नेपाललाई कसरी सक्षम बनाउने, नेपाली कसरी सम्पन्न हुने, त्यो उहाँको एउटा भिजन थियो। बाई द इयर अफ 2000 नेपाल एउटा एसियन स्ट्यान्डर्ड पुऱ्याउनु पर्छ भन्ने उहाँको भिजन थियो र नेपालीलाई सबैलाई सङ्गठित रूपमा प्रयोग गरेर नेपालको राष्ट्रियता सभालाई मैले मात्रै होइन, हामी सबै नेपाली जुटेर अगाडि बढ्नुपर्छ र नेपाललाई सम्पन्न बनाउनुपर्छ भन्ने एउटा उहाँको त्यो सोच हुन्थ्यो। अर्को सोच हुन्थ्यो नेपालको सभरिनिटीको लागि, नेपाललाई विश्वमा पनि चिनाउनुपर्छ। नेपाल एउटा सभरिन स्टेटको उसमा जहिले प्रयोग हुनपर्छ भने बाहिर जहिले पनि प्रस्तुत गरिबक्सिन्थ्यो। जस्तो यसको एक्जाम्पल एउटा म तपाईँलाई भन्न चाहन्छु। सागको परिकल्पनाकार स्वर्गवासी राजा वीरेन्द्र र बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमान नै हो। हजुर, त्यति बेलामा यो विषयमा मैले लेखेका पनि छु, मैले रिसर्च पनि गरेको छु। त्यति बेला के हो भने राजा वीरेन्द्रको के थियो भने राष्ट्रको सवालमा सबै हामी नेपाली एक भएर मिलेर कुन जात के जात तफ्सिली कुरा, कुन क्षेत्र तफ्सिली कुरा, मेचीदेखि महाकाली तराईदेखि हिमालसम्म सबै मिलेर अगाडि बढ्नुपर्छ। तपाईँहरूले मलाई साथ दिनुहोस्, मेरो जिम्मा छ, मेरो भोका नाङ्गा जनताप्रति मेरो जिम्मा छ भन्ने त्यस्ता युग पुरुष राजा होइसिन्थ्यो नेपालको राष्ट्रियताको र नेपालको सम्पन्नताको लागि। विश्वमा चिनाउँदाखेरि उहाँ कसरी अगाडि बढ्न खोज्यो भने चाहिँ अबको विश्व भने एउटा देश मात्रै इन्डिभिजुअल अब सर्भाइभ गर्न सक्दैन। ग्लोबलाइजेसनको असरले गर्दाखेरि आज हामी सबै एउटा विश्व एउटा भिलेज बनेका छौँ। त्यो भिलेजमा आफ्नो उसबाट एउटा आफूले आफ्नो रोल खेल्न पर्छ भन्नेको सोच थियो र त्यसो भएर उसमा आफ्नो रिजनमा पनि प्रयोग हुँदाखेरि हामीले रिजनल उसबाट जानुपर्छ। जो त्यति बेला साग फर्म हुन पहिला ओपेक उतापट्टि थियो, आसियान थियो, अफ्रिका त एयु अफ्रिकन युनियन थियो, यहाँ त केही पनि थिएन नि। र त्यो सागको उहाँले परिकल्पना गरिबक्स्यो र सागको कल्पना गर्दाखेरि तपाईँलाई आज एउटा कुरा भन्छु के थियो भने त्यति बेला सागको परिकल्पना गर्दाखेरि हाम्रा छिमेकी राष्ट्र भारत र पाकिस्तानले त्यति इन्टरटेन गरेको थिएन। इन्डियाको सोच के थियो भने यदि साग फर्म भयो भने त मेरो जुन एउटा रोल छ, यो ठुलो देशको रोलले मलाई कसैले त्यो माइनस गर्छन् कि भन्ने इन्डियाको एउटा त्यो सोचाइ थियो। पाकिस्तानको सोचाइ के थियो भने यहाँ साग फर्म हो त सबै म्याक्सिमम रोल खेल्ने नि इन्डिया हुन्छ भन्ने पाकिस्तानको सोच। यहाँको यो देशको यो रिजनको दुर्भाग्य राजा वीरेन्द्रको सोच के थियो भने पाकिस्तान र इन्डियाको झगडा, यो रिजनमा शान्ति हुनलाई यो दुईको झगडा मिल्नपर्छ, अनि मात्रै यो रिजन शान्ति हुन्छ र त्यो शान्ति गराउनको लागि हामी साग मार्फतै जानुपर्छ
भन्ने उहाँको त्यो एउटा सोच थियो। र त्यस्तै अब नेपालको विकासको लागि पनि राजा वीरेन्द्र कुनै छिमेकी देश एउटासँग मात्रै नभइकन हामी संयुक्त रूपमा जानुपर्छ भने सागको फर्स्ट साग कन्फरेन्स ढाकामा भयो, मेरै अवसर पाएको थिएँ। सेकेन्ड बेङ्गलोरमा भयो। बेङ्गलोरमा राजा वीरेन्द्रबाट के उठाइसकेको थियो, नेपालको जलस्रोतको बारेमा चाहिँ हामीले के नि बङ्गलादेश, इन्डिया र नेपाल जोइन्टली तीनटा देश मिलेर अगाडि बढौँ भन्ने उहाँको पेस गरिबसेको थियो। त्यसबेला तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले उहाँ हुनुहुन्थ्यो र इन्डियाको तर्फबाट 6 महिनाभित्र यसलाई श्वेत पत्र निकाल्ने भन्ने कुरा पनि भएको थियो। तर आजसम्म त्यो भएको छैन, किन हाम्रो उहाँको त्यो त्यसरी सोच्थ्यो। अनि बाहिर विदेशमा चाहिँ 2038 सालमा राजा वीरेन्द्रद्वारा लिस्ट डेभलप कन्ट्रीको प्रतिनिधित्व गरेर प्यारिसमा एउटा कन्फरेन्समा एउटा स्पिच उहाँको सन्देश बक्सेको थियो। त्यसमा उहाँको सक्ने शब्द मलाई अहिले पनि थाहा छ। मैले आज यति बोलिरहेको बेलामा नेपालीको गरिब देशका नेपाललाई अरू लिस्ट डेभलप कन्ट्रिजका बच्चाहरूले रोटी मागिरहेको छ, दाल मागिरहेको छ, तर हामी त्यो हातमा आज बम दिन चाहिँ त्यो को हो भने यस्तो इन्टरनेसनली त्यस्तो यो पुरुष त्यस्तो डटे हटी लिडर थियो र हामी आज के सुरक्षित थियौँ। त आजको अवस्था राष्ट्रियता कमजोर छ, क्राइसिस अफ लिडरसिप छ। तर क्राइसिस र लिडरसिप छ भन्दैमा अन्तबाट इम्पोर्ट गर्न आउँदैन। हाम्रै लिडर चाहिँ हाम्रो नेपाली नै हुनुपर्छ र त्यसमा हामी सबै मिलेर जानुपर्छ। तर के छ भने नेपालको सद्भाव अहिले त जातीयताको आधारमा, क्षेत्रीयताको आधारमा, वेशभूषाको आधारमा जुन कन्फ्लिक्ट होला जस्तो भइरहेछ त्यो दुर्भाग्य हुन्छ। त्यसलाई सही डोर्याउने राजा वीरेन्द्रको भिजन, राजा वीरेन्द्रको सपना, उहाँको सोचमा सबै हाम्रो नेताहरूलाई एकचोटि मनन गरिदिउन् भन्ने यही अर्को तपाईँको यस मार्फत म अनुरोध गर्न पनि चाहन्छु। हजुर, अवश्य पनि। अब अन्य विभिन्न विषयमा हामी कुराकानी गर्न चाहन्छौँ। यहाँहरूलाई जानकारी, आदरणीय दर्शक महानुभावहरूलाई जानकारी गर्न चाहन्छु। हामी टिका धमलाजीसँग कुराकानी गरिरहेका छौँ। टिका धमला नेपाली सेनाका अवकाशप्राप्त उपप्रवक्ति हुनुहुन्छ। उहाँले 2038 सालदेखि 2058 सालसम्म तत्कालीन राजा वीरेन्द्रको शाही पार्श्ववर्तीको भूमिका निर्वाह गर्नुभएको थियो। र अब इन्ट्रेस्टको कुराकानी गर्दाखेरि यो उहाँको बहुआयामिक व्यक्तित्व अन्तर्राष्ट्रिय जगतमा उहाँले आफूलाई र आफ्नो मुलुकलाई कसरी अगाडि लडाउनु भएको थियो भन्ने बारेमा यहाँले जानकारी लिनुभएको कुरा प्रस्तुत गर्नुभयो। यसबारेमा पनि फेरि अझै थप कुराकानी गर्नेछु। तपाईँले एउटा व्यक्तिको रूपमा, हरेक मानिस एउटा व्यक्तित्व हुन्छ नि, पहिला त्यो व्यक्तिको रूपमा राजा वीरेन्द्रलाई कस्तो पाउनुभयो तपाईँले? सिम्पल, मितव्ययिता फलो गर्ने, सबैलाई इक्वल बिहेभियर गरिबक्सिने। तपाईँलाई म एउटा भन्छु, 38 सालमा 39 सालको कुरा हो। उहाँको लवाई खवाई धेरै सिम्पल थियो। बाहिरदेखि राजाले के खान्छन्, के लाउँछ भन्ने हुन्छ नि। म पनि 39 सालमा मैले स्कुल पढ्दाखेरि म लगाउँथेँ त्यस्तो जिन प्यान्ट पहिरिबक्सेको थियो, सिम्पल एउटा खद्दर। अहिले त त्यो कपडा पाइँदैन काठमाडौँमा। खद्दर भन्नेको कमिज पहिरिबक्सेको थियो। त्यो जिन प्यान्टको पछाडिपट्ट त्यो रफु गरेर पहिरिबक्सेको थियो। स्टाइल भेरी सिम्पल, भेरी सिम्पल भइरहेको थियो। त्यस्तै अब जस्तो अमेरिकामा त्यो डेमोक्रेटाइजिङ मोनार्की भन्नेमा एउटा अब हार्वर्डको ट्युटरले लेख्नु भएको छ। उहाँ त्यति बेला अमेरिकामा सिम्पल उहाँको एउटा दौरा सुरुवाल र टोपी लगाइबक्सेर सरी। अनि ट्युटरले तपाईँलाई यो अनिजी हुन्छ होला यसमा बस्नलाई, सिम्पल लुगा लगाएर अहिले कम्फर्टेबल लुगा लगाएर आए हुन्छ नि भन्दाखेरि उहाँले योले यो टोपीलाई यो सुरुवालले मलाई नेपाललाई चिनाउँछ। आई एम भेरी कम्फर्टेबल सर, आई लभ दिस ड्रेस। त्यस्तो राष्ट्रवादी राजा भइबक्सेको थियो। हजुर, अब यही प्रसङ्ग सुनिरहँदा म एउटा सानो जिज्ञासा मेरो हुन त, मैले एउटा कार्यक्रम निर्माण गर्दा एकजना दर्शकले भन्नुभएको थियो, तर त्यो प्रसङ्ग मैले जोड्नुभन्दा पहिला समाचारको बेला भएको रहेछ। यो समाचारपछि असाध्यै इन्ट्रेस्टिङ यो कुरा छ, म यहाँहरूसँग प्रस्तुत गर्नेछु। र अहिले न्युज 24 हेरिरहनुभएका आदरणीय दर्शक महानुभावहरू, अब बेला भएको छ टप 5 न्युजको।
Nepal Broadcasting Channel, and you're watching News 24. विश्वलाई नेपाल चिनाउने अभियान अन्तर्गत शुक्रबार बिहान 10:30 बजेदेखि न्यूज 24 टेलिभिजनमा 60 घण्टे म्याराथन टक शो जारी छ। प्रस्तुता रवि लामिछानेले स्फूर्तिका साथ निरन्तर